साथीहरू एसवाई प्यानलको सेयर डिमेटमा ट्रान्सफर भइसकेको छ। अबको केही दिनमा नेप्सेमा पनि लिस्टेड हुन सक्छ, जसलाई एसवाई प्यानलको आइपिओ परेको छ सबैलाई बधाई छ। एसवाई प्यानलको प्राइस कतिसम्म जान सक्छ यसको बारेमा सोसियल मिडियामा धेरैको चर्चाको विषय रहेको छ। यो मैले हेरे अनुसार नेप्सेको सबैभन्दा महँगो सेयरसँग तुलना भइरहेको छ युनिलिभर नेपालसँग, जसको अहिले एलटिभी भन्दाखेरि 46,256 रहेको छ र यसको हाइएस्ट प्राइस अहिलेसम्म हेर्दाखेरि 49,737 सम्म आइसकेको छ साथीहरू। सो तपाईहरु पनि अलि मूल्याङ्कन गर्न सक्नुहुन्छ एसवाई प्यानलको प्राइस कतिसम्म जान सक्छ भनेर। एसवाई प्यानल कम्पनी सेम युनिलिभर कम्पनी जस्तै विदेशी कम्पनी भएकोले एसवाई प्यानल कम्पनी साउथ कोरियाको छ। सो हामी पनि गेस गर्न सक्छौँ सो कतिसम्म जान सक्छ भनेर। यो अहिलेसम्म हेर्दा नेप्सेमा विदेशी कम्पनीहरूको प्राइस धेरै नै हाई जाने सम्भावना हुन्छ। सो साथीहरू एसवाई प्यानलको आइपिओ नेप्सेमा लिस्टेड हुँदाखेरि छिटै सेल नगर्नु होला र यो भिडियोलाई आफ्नो साथीलाई सेयर गर्नु होला र अन्त्यमा यस्तै सेयर सम्बन्धी नलेजको लागि हामीलाई फलो पनि गर्नु होला साथीहरू।